फल्ने एउटा यस्तो फल जसको बजार मूल्य सामान्य तरकारी भन्दा धेरै हुन सक्छ। तर प्रश्न हो, नेपालमा स्ट्रबेरी खेती गरेर साँच्चीकै राम्रो आम्दानी गर्न सकिन्छ? स्ट्रबेरी चिसो तथा मध्यम चिसो हावापानी मन पराउने फल हो। नेपालका पहाडी तथा केही उच्च भूभागमा यसको खेती सम्भव छ। विशेष गरी बजार नजिक खेती गर्न सकियो भने यसको फाइदा अझ राम्रो हुन सक्छ। खेती कसरी गर्ने? स्ट्रबेरी खेतीका लागि सबैभन्दा पहिले राम्रो पानी निकास भएको माटो चाहिन्छ। पानी जमिरहने खेतमा यसको उत्पादन राम्रो हुँदैन। बिरुवा रोप्दा पर्याप्त दूरी कायम गर्नुपर्दछ। माटोमा जैविक पदार्थ थप्ने र आवश्यकता अनुसार सिँचाइ गर्ने गरिन्छ। अर्को महत्त्वपूर्ण कुरा, फल माटोसँग सिधै सम्पर्कमा नरहोस् भन्नका लागि मल्चिङ प्रविधि प्रयोग गर्दा फल सफा राख्न र झार नियन्त्रण गर्न सहयोग पुग्छ। अब कमाइको कुरा। अब आउँछ सबैभन्दा चासोको विषय, कमाइ। स्ट्रबेरीको मूल्य ठाउँ, मौसम, गुणस्तर र बजार अनुसार धेरै फरक पर्न सक्छ। त्यसैले खेती सुरु गर्नुअघि आफ्नो नजिकको बजारमा कति मूल्यमा बिक्री भइरहेको छ र माग कति छ भन्ने बुझ्नु अत्यन्तै आवश्यक हुन्छ। उत्पादन राम्रो भयो भने किसानले ताजा फल मात्र होइन, जाम, जुस, केक तथा अन्य प्रशोधित उत्पादन मार्फत पनि बजार विस्तार गर्न सक्छन्। तर एउटा कुरा याद राख्नुहोस्, स्ट्रबेरी खेती भनेको बिरुवा रोप्यो अनि पैसा आयो भन्ने खेती होइन। बिरुवाको गुणस्तर, रोग किरा नियन्त्रण, सिँचाइ, मौसम र बजार व्यवस्थापनमा गल्ती भयो भने नाफा घट्न सक्छ। त्यसैले स्ट्रबेरी खेती सुरु गर्नुअघि पहिले बजार खोज्नुहोस्, त्यसपछि खेती। सही ठाउँ, सही प्रविधि र सही बजार भेटियो भने यो सामान्य खेतलाई राम्रो आम्दानीको स्रोतमा बदल्ने अवसर बन्न सक्छ। यस्तै नेपालमा गर्न सकिने नाफामूलक खेतीका वास्तविक जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।